हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई। आज पनि मेरो छोटो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी के गर्दैछौँ, हँसिया बोकेर हामी है म माया लगायत मेरा सम्पूर्ण केटाहरू। आज चाहिँ केटाहरू भन्दैछु, किन केटाहरू भन्दैछु भन्दाखेरि नि साथीहरू, आज चाहिँ सम्पूर्ण मजङ युवा क्लबका केटाहरू चाहिँ आज मलाई काम सघाउन भनेर आएको छ। काम चाहिँ के हो भन्ने कुरो एकछिनमा देखिहाल्नुहुन्छ। अहिले चाहिँ हामी ओह्रालो जाँदैछौँ। हामी चाहिँ केटाहरू सबै मिलेर ओह्रालो जाँदैछौँ। हामी चाहिँ बाँस काट्नको लागि है। हामी चाहिँ बाँस अलिकति कम भएर हामी चाहिँ केटाहरू के गर्न थाल्यौँ त, जङ्गलको पनि हामीले काट्न थाल्यौँ। यो चाहिँ के हो भन्दाखेरि नि साथीहरू, चौमासीलाई दिनको लागि है। यो चाहिँ चौमासीलाई थाक्रो हो, हामीले चाहिँ ठाक्रो भन्छ, तपाईँहरूले के भन्नुहुन्छ। हामी चाहिँ सबै केटाहरू मिलेर अलिकति बाँसले नपुगेर चाहिँ हामी सबै केटाहरू जङ्गलमा छिरेर काट्न थाल्यौँ। माया चाहिँ यो बाँध्नको लागि यो लहराहरू खोज्दैछ अनि केटाहरूले चाहिँ बाँध्दैछ। यो चाहिँ रोजन हो, रोजनले बाँध्दैछ, उता केटाहरू पनि भारीहरू बनाउँदैछन्। आज चाहिँ हामी यो भारीहरू बनाएर हामी घर पुर्याउने। अहिले आज चाहिँ हामी के गर्यौँ भन्दाखेरि नि साथीहरू, धेरै मिस्टेक गऱ्यौँ के। सिधा सिधा भएको चाहिँ काट्नुपर्नेमा है, म चाहिँ अल्छी लाएर बाङ्गो तिङ्गो जस्तो हुन्छ त्यस्तै सबै काटेछु। लास्टमा बाँध्नलाई चाहिँ मिलाउनलाई चाहिँ एकदमै गाह्रो भएको छ केटाहरूलाई। म त फेरि बाथो नि त त्यो बोक्दिनँ भनेर अर्को बोक्छु भनेर म त अर्कैतिर लागेको थिएँ। त्यही भएर केटाहरूलाई त्यो बोक्न लगाएको त ओ माई गड यति गाह्रो भएको थियो। रोजनले रेडी बनाइसक्यो, यो चाहिँ है भारी रेडी भइसक्यो। अरू केटाहरूले पनि बनाउँदैछ। अरू केटाहरूले चाहिँ खै कसरी बनाउँदैछ भन्ने कुरो चाहिँ म भिडियोमा देखाउँछु। रोजनको चाहिँ रेडी भयो है, ल यो चाहिँ रेडी भइसक्यो बाँधेर होइन। अरूको पनि केटाहरूले चाहिँ बाँध्दैछ, आफ्नो भारी बनाउँदैछ। आफूले सक्ने जति चाहिँ केटाहरूले आफैले बनाउँदैछ। सबै साथीहरूले चाहिँ बनायो। आडी केटाहरू चाहिँ फेरि यता बाँस काट्नतिर पनि छ है साथीहरू। यति 3-4 जना मात्रै भनेर सोच्नु भएको होला, यति मात्र होइन ल, अझै कति धेरै केटाहरू छ। आज चाहिँ म यति खुसी छु कि म यति खुसी छु भनेर भन्नै सक्दिनँ के, कसरी भनौँ भनेर है। आज चाहिँ केटाहरू सबैले, म एक्लै मात्रै काटिरहेको थिएँ नि त, सक्दैन होला भनेर सबैले म्यासेज गरेर है, हामी आइदिन्छौँ, हामी सघाइदिन्छौँ भनेर आफैले म्यासेज गर्नुभयो र आइदिनु भयो कि। त्यसको निम्ति धेरै धेरै धन्यवाद दिन्छु म केटाहरूलाई है। यसरी नै एकअर्कालाई चाहिँ सपोर्ट गर्नुपर्छ, सहयोग गर्नुपर्छ। म पनि सकेको गर्छु, तपाईँहरू पनि यो पाठ चाहिँ सिक्नु होला। म चाहिँ जति पनि मेरो कमान्डमा भएको अथवा मसँग मैले लिड गरेको साथीहरूलाई चाहिँ म यही सिकाउँछु कि आफूले सहयोग गर्नुपर्छ होइन, सकेको सहयोग चाहिँ सबैलाई गर्नुपर्छ। त्यसो गऱ्यो भने चाहिँ हामी सबै अगाडि बढ्न सक्छौँ भनेर। मैले अघि भनेको थिएँ नि त साथीहरूलाई बाँस भनेर, यो चाहिँ बाँस हो है साथीहरू। छिरेर दाइले चाहिँ बोक्दै हुनुहुन्छ।